यसलाई यहाँ अड्क्यो बाबा के को बाबा के को बाबा अब दिदी के को गएन यहाँ आएन भनेर ए आउनु बाबा ल बाबालाई छोडेर जाने अब डोर ओपन गर्ने अरे बाबा गयो बाबालाई छोडिदिने अब हामी त्यही बाबालाई छोड्दिने हामी मात्रै जाने ल ल आन्टीलाई हाय भन ल यता हाय भने सन्चै हुनुहुन्छ आन्टी अब दिदी आप डोर ओपन करके यहाँ कहाँ बात यता के त भन फेरि छोरा फेरि त ड्रम ट्रक आयो बनाउँछ थारुनीहरूले जाने भयो कसरी आउनु हौ त्यो त्यहाँ ल जाऊ जाऊ यसो लेट्स गो आइया टोपी ला आइया पैसा तिरेर पनि नपाइने भइयो कि कुरो त त्यो हो यहाँनिर ठिक छ ल लगाएर यता हो यता यु गेटिङ रेडी ए नबजा त्यो केही लगाऊ त्यो लगाऊ ल्याऊ चाबी मलाई एउटा यहाँ अहिले राख्ने कि क्यामेरा ल टाइट गर टाइट गर्नु मिल्छ यसले टाइट गर्नु मिल्छ होइन टाइट हुनुपर्छ ल त्यति भइहाल्यो केही गर्नु परेन ल बाबुको खै बाबुको यहाँ छ बाबुको मलाई नि देऊ किन मुखमा हालेको त मलाई नि ल्याइदियो त नि ल यता हो ल भाइ लगाऊ लगाऊ खै सानोलाई खै बुन्टेलाई लगाउ लगाउ कस्तो राम्रो देखेको यस्तो गर माइल्स यस्तो गर छिटो नगरेको है कस्तो गुड ल ओके हामी गयौँ अब त्यसो भए भिडियो लान दिँदैन रे क्यामेरा लान दिँदैन भन्यो सोल्टीले ए बाबा डिजी भएर चक्कर आएर बमिट आउला जस्तो भयो यस्तो लाग्यो कि राम्रोसँग कुदाउनै सकिएन हो कुदाउनै सकिएन बिजोग भयो नि हरि बिजोग भयो म सकिनँ चलाउनु त जस रमाइलो भएको थियो पछि लास्टमा चलाउनु सक्छु जस्तो लाग्थ्यो र जाउँ न त बिचतिर भनेको त तैँले जानु पाउँदैनस् तैँले चलाउनु सक्दैनस् भन्छ ठिकै छ एनिवे जस एक्सपिरियन्स राम्रै भयो रमाइलो भयो तिम्रो जेट स्की कस्तो चलाइ भयो त आज मेरो जेट स्की खतरा भयो मलाई पुरै बमिट आउला जस्तो भयो मान्छे मुखमा रहेछ भन्ने कुरा यहीँबाट देखिन्छ कि तर मैले चलाइसकेको थिएँ अनि पछि चाहिँ मलाई चलाउनु सक्छु जस्तो भइसकेको थियो अनि जाउँ उता जाऊँ भनेको त्यसले गर्छ त अनि सक्दैन यस्तो गरेर हामीसँग स्टिल टाइम छ जमिन भनेको भ्याउँदैन छ भन्छ त्यो किन पहिले डरायो त्यो अर्को डरायो हामीलाई उता लैजान पाँच अब सबैलाई हेर्न सक्दैन नि त एउटाले उसलाई अब यो भाइलाई हेर्दाखेरि तिमीलाई हेर्दाखेरि भाइ पछाडि छरेछ दुईजना दुईटा रेस्क्यु चाहिएको दुईटा रेस्क्यु लेसको भन्दा तिमीहरू हिँड्दै हिँडेन एउटा उसले लेसको भनेछ अगाडि डुइँ गराउँदा अब त्यहीँ घुनु गर्ला सिद्धि त्यहाँ त नो मलाई उताबाट ठुलो आउँदाखेरि वेभ हुन्छ नि जस्तो हामी यतिकै बसिरहेको थियौँ नि त स्टप भएर वेभ यस्तो आउँदाखेरि त यस्तो गाडी लाग्ने मान्छेलाई त्यो वेभमा कस्तो हुन्छ ल भन्नु त्यही कुरा नबुझेर हो कि तिमीले अनि पछि मलाई थाहा भयो जब त्यो स्पिड कुदाएपछि चाहिँ माथि हल्लिन्न त्यो थाहा पाएर मैले जाम भनेको पछि त्यसले टाइम छैन भन्नु भ्याउँदैन भनेको नि के भने अब मैले नेक्स्ट टाइम चाहिँ खतरा चलाइदिन्छु योपालि त्यस्तै भयो अब मैले नेक्स्ट टाइम चढ्यो भने चाहिँ कसम म भोलि भन न भोलि तपाईँलाई म फ्लप भइदिन्छु ल भोलि